धेरैले भन्नुभयो मलाई तपाईले उज्जवल थापाको फोटो नबेच्नु। मैले उज्जवल थापाको फोटो बेचेकै छैन। मलाई अझै पनि मेसेज आइरहेछ, तपाईले उज्जवल थापाको फोटो बेच्नुभयो। उज्जवल थापाले खडा गरेको पार्टीलाई आज लगेर उज्जवल थापाको सपना पूरा गर्ने ठाउँमा लिएर आएको। मैले उज्जवल थापाको फोटो बेचेको छैन। त्यही भएर हामीले उज्जवल थापाको फोटो पनि लिएर आएको थियौँ। म आफैलाई मञ्चमा राख्न मन लागेन, किनभने भोलिदेखि तपाईहरूले त्यही भन्नुहुन्छ उज्जवल थापाको फोटो बेच्यो। यदि उज्जवल थापालाई साँच्चीकै तपाईहरूले मान्नुहुन्छ, तपाईँको नेता ठान्नुहुन्छ भनेदेखि तपाईँहरूले पनि विभिन्न ठाउँमा विवेकशील नेपालीले, विवेकशील नेताहरूले गर्ने काम के कस्तो हो विचार गरिदिनु होला। आज उज्जवल थापा भए के गर्नुहुन्थ्यो? मलाई हिजो रातभरि निन्द्रा लागेन, खालि सम्झेँ। उज्जवल थापाले सुरु गर्दाखेरि विवेकशील अभियानका केही 7 जना त्यो अभियान दर्ता गर्दाखेरिका 7 जना साथीहरू मध्ये 2 जना साथी, 1 जना मेरो मित्र पनि हुनुहुन्छ। उहाँले मलाई फोन गर्नुभयो, शमशेरजी तपाईहरूले गरेको एकदमै ठिक छ। उज्जवल हामीले गर्दाखेरि 7 जना थियौँ, मसित त अझै त्यो 7 जनाले हस्ताक्षर गरेको डकुमेन्टै छ, त्यो ब्याङ्कमा बुझाएको भाउचर छ भन्नुभयो के। त्यो साथीले धन्यवाद भनिरहनु भएको छ, मलाई खुसी लाग्यो। त्यसपछि एरिका भाउजूलाई फोन गरेँ, एरिकाजी हामी यो यात्रामा छौँ, तपाईँलाई कस्तो लागेको छ? उज्जवलले सधैँ भन्थ्यो समीक्षाजी, उज्जवल जसरी भए पनि रिलेभेन्ट भइराख्नु मेरो लागि महत्त्वपूर्ण हो। उज्जवल के कस्तो भन्ने कुरै छैन र आज उज्जवल भएको भए पनि सम्भवतः यही गर्थ्यो होला भन्नुभयो। त्यो एरिका भाउजूको मुखबाट सुनेपछि मलाई यसले बल पुग्यो।